हामी कस्तो भन्न गएछौँ है भोलिपर्सि याद हुन्छ नि त अब हामीले फेरि अब र ब र लेख्नु पर्यो र ब र ल होइन र र र थ त्यो होइन र र र थ लेख के र थ र अनि यस्तो हुन्छ के यो र भयो यो ल भयो यो ल यो र हामीले के लेख्नु पर्यो यो र यो ल यो ल हो यो र हो हामीले र लेख्नु पर्यो यो र हो यो ल हो हामीले र लेख्नु पर्यो र झुकिरहेको र ल मा झुकिन्छ र ब र ब कस्तो हुन्छ सोध्न पर्यो ब हुन्छ केही हुन्न र ब र मात्रै भयो मैले के भन्छ र ब र रबर भनेको यस्तो कपाल बाट्ने तीनटा अक्षरले बनेको 3 यहाँ त के भयो 2 मात्रै भयो र ब 2 मात्रै भयो हामीले 3 लेख्नु पर्यो 3 वटा कसरी र ब म हुन्छ मैले के भन्छु र ब र हो त्यस्तो अब गणना त्यहाँ कता भयो 1 2 3 बल्ल 3टा भयो 3 वटा भयो अब कमल यता नहेर बाल घुँडाले राम्रो अन्त म हो कमल कस्तो तँ के हो त्यो पढ त पहिला कमल कमल